अहिले नेपालमा यो खालको कोर्स, यो खालको करिकुलम, यो खालको पढाइ कतिको व्यापक रूपमा छ? अहिले नेपालमा जनशक्ति उत्पादनका हिसाबले हामीसँग लगभग पर्याप्त मात्रामै कलेजहरू उपलब्ध छन्। पिसिएल हाम्रो सिटिभिटी अन्तर्गत पिसिएल लेभलका प्रोग्रामहरू उपलब्ध छन्। हाम्रै पोखरामा हेर्नुभयो भने 30 वटा सिट भएका 2टा कलेज छन् पिसिएल लेभल बनेको। प्रतिवर्ष 60 जना जनशक्ति उत्पादन गर्ने क्षमता छ। अब ब्याचलर लेभलकै लागि हाम्रोमा यही पोखरा युनिभर्सिटी, गण्डकी मेडिकल कलेज र मणिपालमा गएर 3टा अस्पतालहरूमा मेडिकल कलेजहरूमा उपलब्ध भइसकेको छ। नेपालभरि पर्याप्त मात्रामा छ। तर जनशक्तिको व्यवस्थापनको पाटो चाहिँ अझै पनि, व्यावसायिकताको पाटो चाहिँ अझै पनि के छ? त्यो स्टडी गरिसकेपछि युवाहरू एब्रोड स्टडीलाई बाहिरै जाने अथवा वर्किङ भिजामै बाहिर जाने ट्रेन्ड बढिरहेको हो, अथवा यसमा चाहिँ नि सरकारी दरबन्दीहरू अलि उपयुक्त नगर्ने अनि स्थायी नियुक्ति दिन नखोज्ने कारणले एउटा जागिरको बेचैनीबाट मान्छे चाहिँ नि कि प्राइभेटतिर जाने कि पलायन हुने, के छ सिचुएसन के छ? अब यसमा चाहिँ 2टा पाटो छ। एउटा वैदेशिक पलायनको हिसाबले त त्यति धेरै छैन, तर देशभित्रै बसेका जनशक्तिको व्यवस्थापन चाहिँ अत्यन्त नाजुक छ। अब सरकारीमै के छ भने, जुन अघि भने मैले, हाम्रो कोर्स स्टडीहरूदेखि लिएर सबै डिजाइन कसरी गरिएको छ भने पिसिएल जहाँ एक्सरे मेसिन छ, जहाँ रेडियोलोजीको उपकरण छन्, त्यहाँ रेडियोग्राफर त चाहियो नै है। किनकि अब जसरी एउटा फोटोग्राफीकै इक्जाम्पल दिने हो भने, जसरी क्यामेरा त हाम्रो सबैको मोबाइलमा छ, तर सबैले खिचेको फोटो र एउटा प्रोफेसनल फोटोग्राफरले खिचेको जुन फोटो हुन्छ त्यस्तै नै हो रेडियोग्राफीमा पनि। रेडियोग्राफी भनेको केवल मेसिन क्लिक गर्ने, फोटो लिने होइन। त्यसमा विभिन्न रोगका अवस्था अनुसार, चोटपटकको अवस्था अनुसार फरक फरक तरिकाले तस्बिर लिनुपर्छ। अघि नै जोडिसँग त्यो विषयमा विज्ञ व्यक्तिहरू हुन् रेडियोग्राफर। अब जहाँ एक्सरे इक्विपमेन्ट छ, जहाँ रेडियोलोजी इक्विपमेन्ट छ, त्यहाँ रेडियोग्राफर टेक्नोलोजिस्ट हुनैपर्छ। तर धेरै अस्पतालहरूमा अहिले पनि अनक्वालिफाइड मान्छेहरू अथवा पास नभएका विद्यार्थीहरू राखेर काम गर्ने अवस्था छ। अब अर्कोतिर जहाँ ब्याचलर लेभलको जनशक्ति चाहिन्छ सिटिएमआरआईमा कम्पलसरीली, किनकि पिसिएल लेभलसम्म सिटिएमआरआईको बारेमा पढाइ नै हुँदैन। म पनि पढाउँछु पिसिएल लेभललाई। साधारण रूपमा तपाईँको सिटी भनेको के हो, एमआरआई भनेको के हो, त्यसको युज के हो, त्यति मात्रै पढाइन्छ। त्यसका विभिन्न पाटाहरू छन् जुन ब्याचलर लेभलमा पढाइ हुन्छ। अब त्यो ब्याचलर लेभल चाहिने ठाउँमा चाहिँ पिसिएल लेभलले काम चलाइदिने, त्यो सिकेका भरमा गरे जस्तो। अनि जहाँ मास्टर लेभलका जनशक्ति चाहिने अवस्था छ, त्यहाँ त दरबन्दी नै छैन। अब नेपाल सरकारमा हेर्नुभयो भने ठुला ठुला सरकारी अस्पताल जहाँ पहिलेदेखि सिटिएमआरआई छन्, त्यहाँ रेडियोग्राफिक टेक्नोलोजी जुन 7औं तह भन्छौँ, दरबन्दी नै छैन। तपाईँ अहिले हेर्दै हुनुहुन्छ पब्लिक 4K टेलिभिजन। अब बोल्ने पालो पब्लिकको।